इष्ट मित्र कोही छैन काहीँ हाम्रो घिटी घिटी हुनु भो दाइ हाम्रो ए मुटु खान्छ भएको हो के बाबु कोही मोडललाई फोन गर्न ए बाबु गर्नुपर्छ अनौठो धन्दा त 2-4 करोड उठा भाइ चन्दा त ए के गर्नु दाइ रित्तै हात फर्काए शिला दिदीसँग मागेको थर्काए मान्छे हेर्दा लागेन हाई जस्तो लाग्यो मलाई बिर्खेको भाइ जस्तो बोल्छौ हामी मिडियामा हे रोता काले आँखामा थुक्ला र माटो न त ज्वरो न खोकी कासे छ बिराई भन्छ मरुन्जेल हाँसे छ हे कति पर्छ कुन्नी त्यो दबाईलाई ग्यास्ट्रिक भयो क्यान्सर भन्छ सबैलाई सन्चै रहेछ राम्ररी चिनियो मका आएला तले दिनियो एक उठ्छ भनेको मान बाबु व्हिल चेयरमा बस्छु म तान बाबु सवितासँग 10,000 मागेको सुना र बचाउ अभियानलाई के रोग लायो ठिकै छ बोली इन्द्रिणी सम्लाइदिम त म भोलि इन्द्रिणी गई ढाटेस र छलेस कुखुरा काठी नाक मुखमा खुन्दलेस थोरै सहयोग गरिदेऊ न शिला भाइ मर्छ नि उपचार भइ ढिला न हजुर थोरै सगाम हामी पनि अँध्यारो मुख लगाम इन्द्रेणीमा लान पो थाले मेरो कपाल खुर्की त ए भाले ए आउँछन् सबले मुखमा माइक त्यसरी अया भनै दाइ बेसरी ए प्रश्न सोद्धा नि न्याउरो बनेस भाइ रिपोर्ट मागे हरायो भनेस भाइ ए सबैसँग झुकाएछु शिर 50 लाख उठाइछु के जोगीलाई हो मागेर दिने यस्तो बेला भाउजू कहाँ गएछ अत्तो छैन भाउजूको नि यस्तो बेला भाउजू कहाँ गएछ छोरो पनि अनाथालयछ हे शङ्का गर्छन् सहयोगी चिनेस राम्रा कपडा लाएर नहिनेस सानो सहयोग भए नि लिएको तेरो लागि शिलाले दिए ए बस्छु एक मान्छेलाई चिनी चर्चित गायिका भएर 100 दिन ए नलिग दाजु ती बुढी खराब छिन् झुटो कुरा थाहा पाए सराब छिन् भएछ यसलाई दहीमा चिनी हामी उस्तै नबुझी दान दिने हे आफै माग्छन् इन्द्रले परे यस्ता पनि वरिष्ठ गायिका हे फेरि पैसा अरू नि पाइन्छ दाइ मेरो भागमा 30 लाख चाहिँ चाहिन्छ हे भने होला फोकटमा उडाएको हामीले दुःख गरेको होइन भने होला फोकटमा उडाएको ठेला हेर व्हिल चेयर गुडा दिनैभरि व्हिल चेयर साँझ परेसी दन्काउने बियर 30 लाख माग्छस् बनेर बलियो आलु रगत नाकमुखमा दलियो ए आलु खुन्त नाकामा दलियो करोड 5 ओ बाबु बलियो ए हाम्रो दुःख किन सब हाँस्या छ बिलेट लाउँदा टाउको नि तास्या छ हे चन्दा भनी भुतुकै मर्छौ साँच्चै क्यान्सर भए चाहिँ के गर्छौ होला मूल बाटो लागिन्छ क्यान्सर भयो फेरि नि मागिन्छ चुप लाग म पछि बोल्छु उठेपछि 5 करोड पोल खोल्छु